हामीले जे देख्यौ यो सामान्य थिएन केटा हो। कस्तो बवाल गेम, अहिलेसम्मकै सबैभन्दा केओटिक गेम। क्रेजी थिङ्स ह्यापेन इन दिस च्याम्पियन्स लिग नाइट। लिग फेजको गेमले डेलिभर गर्यो केटा हो। मेरो सास यहाँ अड्किरहेको छ केटा हो। यस्तो जाडोमा म फ्रिजिङ भइरहेको छु। अहिले भने हाम्रो 15 वा 16 डिग्री सेल्सियस टेम्परेचर होला गाइज। त्यही पनि म माइनसमा गएको जस्तै फ्रिजिङ परिरहेको छु गाइज। 18वटा गेम, 61 गोल र एउटै गेममा 2टा रेड कार्ड। हामीलाई सुरुमा यो लिग फेजको गेम आउँदाखेरि हामीलाई लागेको थियो यो के ल्यायो यस्तो। लिग फेजको म्याच डे 8 भनेकै क्रेजी हुने हो। लास्ट टाइम पनि एउटै समयमा 18वटा गेम भएको थियो र यो पटक पनि एउटै समयमा 18वटा गेम भएको छ र दुईटै सिजनमा दुवैचोटि डेलिभर गरेको छ केटा। वाट अ नाइट यार, क्रेजी। आजको यो भिडियोमा केटा हो हामी आज भएको च्याम्पियन्स लिगको क्रेजियस गेमको बारेमा केही कुरा गर्नेछौँ। तर अफकोर्स गाइज, अब मसँग डिभाइसेस त्यत्रो 18वटा गेम हेर्नको लागि 18वटा डिभाइसेस चाहिन्छ। त्यो सबै त थिएन, पोसिबल पनि भएन। तर मैले हेरेको गेम भनेको मात्र टु बी अनेस्ट बार्सिलोना भर्सेस कोपेनहेगन। स्पोर्टिङ सिपी क्रेजियस, बोडो ग्लिमेट्स क्रेजियस। लास्ट गेम म्यान सिटीलाई हराएर यो पटक फेरि एथलेटिको मड्रिडलाई हराएको छ। क्रेजी थिङ्स ह्यापेन यार। नपताउने खोलाले बगाउँथ्यो भन्थ्यो, हो रहेछ केटा। एज थिङ्स स्ट्यान्ड्स, आर्सेनल, बायर्न म्युनिक, लिभरपुल, टोटेनहम, बार्सिलोना, चेल्सी, स्पोर्टिङ सिपी र म्यान सिटी केटा हो क्वालिफाई गरिसकेको छ। 9 देखिबाट 24 सम्म पुगेको रहेको टिमले टप 16 खेल्नेछ केटा हो। जोसे मरिनेको म्याजिक केटा हो। वाट अ गेम यार। बार्सिलोनाको त्यस्तो बबाल गेम हेरेपछि मैले केही 5 मिनट जति मैले लास्टमा गएर ओपन गरेको, ट्याक्कै गोलकिपरले लास्ट मिनटमा गएर बबाल गोल हान्दे यार केटा हो। यस्तो क्रेजी नभए के हुन्छ। अब मैले हेरेको गेमको कुरा गरौँ है केटा। बार्सिलोना भर्सेस कोपेनहेगन। बार्सिलोना भनेको सेकेन्ड हाफ एफसी हो केटा हो। लास्ट गेम पनि बार्सिलोनाले रियल ओभिडोलाई सेकेन्ड हाफमा नै डिस्ट्रोय गरेको छ केटा हो। फर्स्ट हाफसम्म एकदम पुवर खेलेर र सेकेन्ड हाफमा बार्सिलोनाले एकदमै टप गेम निकालेको छ केटा हो। रासफोर्डले आएर गेम नै एकदम परिवर्तन गरिदियो। ओभरअल गेम भनेको एकदमै टप गयो। अब फ्राइडेमा चाहिँ प्ले अफको ड्र हुँदैछ केटा हो। एकदमै क्रेजी हुनेछ। रियल मड्रिड कुन चाहिँ टिमसँग पर्नेछ भन्ने कुरा हेर्न पाइन्छ। यो सँगै लिग फेजको युसिएलले हामीलाई एकदमै धेरै इन्ट्रेस्टिङ म्याचेसहरू देखाए। अब आउने शुक्रबार प्ले अफको ड्र हुँदैछ केटा हो र बबाल नै हुनेछ। आई होप धेरैजनाले सपोर्ट गर्ने हुनेछ मलाई लाग्छ। र किन भन्दाखेरि यो मेरो फर्स्ट भिडियो पनि हो। अलिकता मैले खासै सोचे जस्तो अलिकति भन्न सकिरहेको छैन। किन भन्दाखेरि क्यामेरा फेस गर्नको लागि सुरुमा अप्ठ्यारो हुन्छ। अफकोर्स सबैजनालाई थाहा नै छ होला। बिस्तारै हामी नेपाली फुटबलमा एउटा कम्युनिटी बिल्डअप गर्नेछौँ गाइज। र यस्तै गरी सबैजनाले सपोर्ट गर्नु होला, फुटबललाई माया गर्नु होला है। अब देशको माहौल पनि यस्तै भइरहेको छ स्थिति। पोलिटिक्सतिर गयो भने फेरि छुट्टै कहानी आउँछ है। अहिले नजाऊँ, ठिकै छ। अब सबैजनाले माया गरिदिनु होला र केही मेरो मिस्टेक भएको छ भने सुधार्ने मौका दिनु होला। र तपाईँहरूलाई के लाग्छ यो प्ले अफमा रियल मड्रिडले कुन टिमलाई फेस गरेर र अरू टिमहरूले कुन चाहिँ अब पिएसजीले कुन चाहिँ टिमलाई फेस गरेर प्ले अफमा त्यो ड्र हेर्न बाँकी छ। फ्राइडे ड्रको पनि भिडियो ल्याउनेछौँ, प्ले अफको ड्रको भिडियो ल्याउनेछौँ। र मेरो अलिकता बोली लरबराएको छ किन भन्दाखेरि क्यामेरा सुरुमा फेस गर्नको लागि मलाई गाह्रै हुन्छ गाइज। फर्स्ट भिडियो हो है यसरी बोलेको। थ्याङ्क यू सो मच गाइज। किप लभिङ, सपोर्ट एमकेएस फुटबल। ल बाई।